हेलो गाइस, सबैलाई स्वागत छ मेरो नयाँ भ्लगमा। नयाँ दिन नयाँ भ्लग लिएर फेरि पनि आइसकेको छु। सो साथीहरू, अहिले चाहिँ हामी एकछिन साँझ हामी चाहिँ पशुपति पनि पुगेर यता घुम्दैछौँ। देख्न सक्नुहुन्छ यहाँ, हेर न, यहाँ सानिमाको छोरी कराएर। अनि साथीहरू, यहाँ हेर्नु न, लासहरू चलाउँदैछन्। यो पशुपतिमा मान्छे नमरेको, मान्छे नजलाएको त दिनै हुँदैन साथीहरू। जहिले गए पनि मान्छे दिनकै जलाइराखेको हुन्छ। सो आज पनि चलाउँदैछन्। अब चाहिँ हामी आरती हेर्छौँ साथीहरू। सबैजनाले फुल वाच गरिदिनु होला। वाउ! अनि हेर्नु न, यहाँ फुलको बेर्नाहरू राखेको रहेछ। कति राम्रो फुलहरू छ, पुरा फुलेको। त्यही भएर मैले भिडियो बनाइहालेँ। यहाँ हेर्नु न, हाम्रो सानो नानुलाई हाई गर त, हाई गरिदेऊ। फुलका भिडियो कस्ता राम्रो आएको। लगाएन छिटो, कति घन्टा लगाइदियो। ल साथीहरू, अब चाहिँ हामी यता घुम्दै घुम्दै अब घुमेर सकियो। अब चाहिँ साँझ भयो, आरती हेर्न, आरती लाग्न सुरु भयो। हेर्नु न, यहाँ भिड कस्तो छ आरती हेर्ने। सो अब चाहिँ हामी आरती हेर्छौँ साथीहरू। आरती हेरेर कति अब पुसम्बर ठिक्क 2-3 गते दिन बर्थडे हो। पानी खान्छ। पानी खाने ल गाइस, म चाहिँ रुममा पनि पुग्न लागेँ। सो आरती हेर्न गएको थिएँ, पशुपति गयो, घुमियो। सो सानीमा चाहिँ उताबाट गइहाल्नु हो। म चाहिँ अब रुममा पुग्छु। ल गाइस, म चाहिँ रुममा पनि पुगिसकेँ। ऊ त्यहाँसम्म चाहिँ सानीमा अनि मसँग आएँ। अनि सानीमाको रुम चाहिँ उतातिर हो नि त, त्यही भएर सानीमा चाहिँ उतातिरबाट गइहाल्नु भयो। म चाहिँ यतातिर आएँ। सो रुममा पनि पुगिसकेँ गाइस। लास्ट थाकिँदो रहेछ यार। गइयो, आरती हेरियो। जाने बेला चाहिँ मैले भ्लग गर्न बिर्सेछु है। अनि फेरि उता वहाँ पुगेपछि भ्लग गरेको छु, बिचमा हालिदिन्छु। पशुपतिको सबैजनाले फुल वाच गरिदिनु होला। अनि आज रमाइलो भयो गाइस। म एकछिन लाइभ पनि गएको थिएँ, लाइभमा। अनि
त्यहाँ आरती गर्दाखेरि देखाएको थियो हल्का हल्का मान्छेको भिडले देखिए पो के देखाउनु अनि इन भइहाल्यो अनि आरती सारती तापियो हेरियो अनि अहिले सकिएर फेरि आएको साथीहरू जे होस् कहिलेकाहीँ पशुपति जाँदा पनि मन आनन्द हुन्छ कि राम्रो नराम्रो मान्छेहरू सबै भेट हुन्छन् है अनि मन पनि आनन्द भोजन कीर्तन हुँदा अनि मान्छेको भिडमा धेरै मान्छेहरू हुन्छन् अनि फेरि रुममा बसिराख्नुभन्दा अनि मन पनि फ्रेस हुन्छ भनेर गएको सो कहिलेकाहीँ आरती पनि हेर्न जानुपर्छ भगवानको होइन भोजन कीर्तन मोड पनि फ्रेस हुन्छ अनि त्यसैले गएको साथीहरू सबैजनाले हेरिदिनु होला पशुपतिलाई माया गरिदिनु होला भन्न चाहन्छु।